फ्यान्टाको बारी। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। गुड मर्निङ बिहान बिहान सबैजनालाई। ल अब लाग्यो गाउँतिर लाग्यो। बसमा ल जमै ल अब लाग्यो है त गाउँतिर चट्ट बडापुरी। हेर है यता इस्माइल देऊ नयाँ त्यो लजाउँछ क्या, त्यही भएर म चाहिँ अलि लजाउँछु। अब यी हाम्रो चाहिँ इन्ट्री भयो है गाउँ जान। बहाना अलिकति बनाऊ ब्लग। अब जाँदैछौँ है हामी चाहिँ चट्ट। यहाँ गेटबाट निस्किसक्यो, टक्क लाएर फेस देखाउन चाहिँ लजाउँछ क्या प्राय। यसरी हेर्न किन हो भनौँ न अलिकति 16 कति 1 मिनट त भइरह भर्खर। यस्तो छ है माहौल। हे पप्पी कहाँ जाँदैछौ तिमी? यस्तो आउँदैछ है भ्यूको नजारा। एङ्गल अलि हल्लिन्छ क्या। वाह पप्पी गइसक्यो, कोही छैन। भ्लग बनाउन लाज लाग्छ फर्स्टमा गर्नेहरूलाई, त्यही भएर यहाँ हेर्नु न। गाइस अब म देखाउँछु तपाईँहरूलाई नजारा। भर्खर जाँदैछौँ, बस चढ्नु पऱ्यो फर्स्टमा। खास चाहिँ विशेष कामले जानु लाग्यो। यो चाहिँ माछा पोखरीको माहौल। अर्ग्यानिक आउँछ है यहाँ चाहिँ तरकारीहरू। उसले चाहिँ यहाँ बुझेन यो के रे मल के भन्छ कि मैले अनलाइनमा हेरिरहन्छ नि चिकन करी त्यो भन्ने चाहिँ कति लिन्छ र नत्र? 1100 चिकन करीको। यो चाहिँ अलि ल यस्तै छ माहौल। अब हामी बस चढ्न जान्छौँ त्यो माथि। सक्छ होला है यसरी नबोक न। हाम्रो दिदीको यसरी बोक्दा बोक्दा मुटेर आयो फाइनली बजार आयो। इस खाजा टाइम चिया अनि चौमिन झरिसक्यो क्या बजारमा। सेल्फी लिँदा पनि कस्तो यसरी चाहिँ कस्तो आउँछ होला। यसरी खिच्छ क्या अरूले चाहिँ। लगाएछ हामी चाहिँ अब खाजा खानु ओर्लिसक्यो बजारमा। कस्तो नआउने हौ सेल्फी लिँदा। फेरिदेखि खाएको चौमिन खाजा लगाए।
साह्रो देखाउने यहाँ चाहिँ खाँदै हामीले मिट्टी चाउमिन पिज्जा अहिले फेरि नि खान्छौँ एकछिनमा दिदी आउनु भएन हामीले दिदीलाई पुरिरहेको यताउति के हुन्छ त्यो हुन्छ है त स्टुडियो ल यसो टाइम पासको लागि आयो हामी चाहिँ दिदीले कुर्दै थियो यहाँ मन्दिरको दर्शन गर्न आयो मन्दिर यो चाहिँ रानीपुवा बजार हो हैन यस्तो छ माहौल के मन्दिर हो यो यस्तो छ माहौल पहिला चाहिँ बनेको थिएन यो यहाँ थियो भत्कियो ऊ चाहिँ अलिक के हो स्याड मुडमा हो यही हो मेन मन्दिर चाहिँ ल क्या के मन्दिरै मन्दिर के बोल्ने हो ल हामी चाहिँ कुर्दै बसिरहेको एकछिनमा जान्छौँ तलतिर सिट्यौँ फेरि पनि चना अन्डा लाग्यो मोमो तिम्रो डबल सट यही आयो खानाको आइटम खाजाको आइटम डबल सट हाम्रो चाहिँ यो म चाहिँ दुईटा मात्रै खाइदिनु लाग्यो जम्मा दुईटा mucho misto. तो दामी देखे यार फुल ढाडे हो यो ल हिँड हिँड भारी बोकेछ उसले फ्यान्टाको भारी ल लागियो घरतर्फ ल गाइजहरु आजलाई भिडियो चाहिँ यति नै के कस्तो लाग्यो यसो भनिदिनु होला होप यु सी यु अन द नेक्स्ट ब्लग यो चाहिँ आज भर्खर किने कुर्सी हो क्या ल है गाइजहरु सब्स्क्राइब टु माई च्यानल जो नयाँ हुनुहुन्छ अर्को ब्लगमा भेटौँला कस्तो लाग्छ भन्नु त्यही अनुसारले बनाउँला थ्याङ्क यू गाइज थ्याङ्क्स फर वाचिङ सी यु अन द नेक्स्ट ब्लग ओके बाई बाई